सबैजनाले पानमारीको धरान पानमारीको सबै सस्तो जग्गाको फुल भिडियो हेरौँ न, फुल भिडियो हेरौँ भन्यो। त्यो उहाँहरूको लागि बनाइदिएको मैले फुल भिडियो जग्गासम्म नै देख्नु त। पानमार्ग बन्द गरेर बस पार्क, बोर्डिङ र राष्ट्रिय वाणिज्य ब्याङ्क र मेन चोक पनि त्यही हो। र हाम्रो जग्गा चाहिँ यो साइड छ। गाइस तपाईँहरूलाई म 1 मिनट भित्रको फुल भिडियो जग्गाको देखाइदिएछु है, तपाईँले हेर्न सक्नुहुन्छ। सबैको नजरमा अब फुल भिडियो हेर्ने रहर भएको कारणले चाहिँ मैले फुल भिडियोहरू देखाइदिइरहेको छु जग्गासम्मको। यहाँहरूले हेर्न सक्नुहुन्छ घर बस्ती खानेपानी सम्पन्न सुसम्पन्न भिडियो। तपाईँहरूको रहरको लागि मैले फुल भिडियो बनाइदिइरहेको छु। देश विदेश हुने सबै साथीहरूले फुल भिडियो बनाएर पठाइदिनु, फुल भिडियो बनाएर पठाइदिनु भन्ने उहाँहरूको रहरको लागि मैले फुल भिडियो बनाइदिएको जग्गासम्म होइन। मैले बिस्तारै नै लगिरहेको छु, स्कुटी पनि स्पिडमा लगेको छुइनँ, हेर्न सक्नुहुन्छ। बस्तीहरू पनि राम्रो राम्रो बनिसकेको छ। अलरेडी हामी जग्गाबाट आइसक्यौँ होइन, हेर्न सक्नुहुन्छ। यो सबै जग्गा हो हाम्रो। र हाम्रो यो कर्नरको जग्गा चाहिँ हामीले 3.5 लाखले लागेको छौँ। यो जग्गा भने चाहिँ यो जग्गा चाहिँ 3 लाखले। हेर्न सक्नुहुन्छ फुल भिडियो। यो सब जग्गा हो हाम्रो है। तपाईँहरूलाई कति चाहिन्छ त्यो अनुसार दिन सक्छौँ हामीले। ल यो चाहिँ 3.5ले, यहाँदेखि यताको चाहिँ 3 लाख रुपियाँ दुरले, र यहाँदेखि यता चाहिँ 2.5 लाख रुपियाँ दुरले गाइस। र यो बाटोहरूले चाहिँ 2टा बाटो जग्गा भेट्छ है। उताको पनि पल्लोपट्टि पनि बाटो हो, र त्यहाँ चाहिँ 2,30,000 हो। म पुरै देखाइदिन्छु। तपाईँहरूलाई कति जग्गा चाहिन्छ त्यति हेर्न सक्नुहुन्छ। हाम्रो 12 कट्ठाको प्लोट हो, पुरै हो। यो हाइवे भइहाल्यो। र यो हाम्रो बिस्कुट फ्याक्ट्री छ नजिकै। र हाम्रो ब्याक साइड पनि 20 फुटे बाटो, प्लोटिङको बाटो छ, हेर्न सक्नुहुन्छ। सबैजनाले हेर्नु भन्नुभयो क्या, जग्गा सस्तो कहाँ चाहिँ हो के हो भन्नु खोज्नुहुन्छ। खालि मकैबारी मात्रै देखिन्छ भन्नुहुन्छ। त्यही भएर उहाँहरूको लागि चाहिँ मैले सस्तो, यो चाहिँ हाम्रो 2.5 लाख रुपियाँ दूरदेखि 2,30,000 र 2,20,000को पनि छ यहाँ चाहिँ है। ल बाटो हेर्न सक्नुहुन्छ गाइस। यो मान्छे नहिँडेर मात्रै हो, ट्र्याक्टर हिँडेको बाटोहरू देख्न सक्नुहुन्छ। यो चाहिँ बाटो हाम्रो, यो बाटो, यो पनि बाटो। यो घडी चाहिँ 8 दूर छ, 3 दूर तपाईँलाई बढी आउँछ भनेपछि 16-17 लाखमा पाइन्छ यो चाहिँ। यो पनि त्यस्तै छ यो साइडको चाहिँ। र पल्लो साइडको चाहिँ महँगो छ है, किनभने सबैजनाले अगाडिको मात्रै माग्नुहुन्छ, पछाडिको माग्नु। र यो पूर्व पश्चिम मोडा भएको बाटोहरू निस्किन्छ। बाटो यही हो, घाँस पलाइरहेछ तर मान्छे हिँडिरहेको बाटोहरू हो, हेर्न सक्नुहुन्छ। बाटो हाम्रो जग्गा चाहिँ यही हो। सस्तो राम्रो उत्कृष्ट जग्गा चाहिएमा चाहिँ कन्ट्याक्ट गर्नु होला।